ल है साथीहरु आजको स्पेशल चाहिँ हाम्रो 4 वटा म्यागी र 5 वटा अन्डा र यो म्यागी मसला छ। टक्क यो रेडी भइसक्यो। अनि इन्डक्सन चाहिँ यहाँ छ हाम्रो अलि मेटेलु गरेर नयाँ चेन्ज छ यो। यहाँ चाहिँ प्याज कटिङ भइराछ अहिले हैन। टक्क यो हाम्रो के हो यो पेस्ट हो हैन। पेस्ट पनि रेडी छ। अहिले प्याज टमाटर आउन बाँकी छ। हरे खुर्सानी चाहिँ यहाँ छ फेरि अरु मेटेल यहाँ छ। टक्क यो हाम्रो यो भाडा पनि लागिसक्यो। चट्ट पारेर ओन गर्ने हो यहाँ चट्ट पारेर। सुरुमा चाहिँ हामी तेल हाल्न मल्ली गर्थ्यो हैन। आज तेल कम हालौँ। हिजो चाहिँ तेल बढी भएको थियो। यति तेल भए पुगिहाल्छ हैन। अलि तेल कमै खानुपर्छ क्या। तेल बढी भयो भने चाहिँ खासै ठिक हुँदैन बिरामी हुन्छ हैन। यति तेल हालौँ। मेटेरियल रेडी भइरहेछ। यहाँ चाहिँ म्यागी छ। ल हाम्रो चाहिँ तेल तातिसक्यो हैन। अब सुरुमा चाहिँ हामी अन्डा फ्राई गरौँ हैन। त्यसपछि म्यागी पछि बनाउने हो। अब तेलमा फ्राई गरौँ अन्डालाई। एक अन्डा, दोस्रो अन्डा, हाम्रो चाहिँ 4 अन्डा। यो चाहिँ लास्ट हो है। यहाँबाट 5 अन्डा भयो। अब पहिला चाहिँ यसलाई रेडी गरौँ हैन। यहाँ चाहिँ हैन हाम्रो मेटेरियल रेडी भइरहेछ हैन। भाइले टक्क कटिङ गरिरहेछ हरियो खुर्सानी। हेर बबाल हरियो खुर्सानी आज चाहिँ कम छ है। अब यसो साथीहरूलाई अलि पिरो कम खान्छन् के त्यही भएर कम आज एकदमै थोरै छ हैन। यहाँ चाहिँ अब अन्डा रेडी हुन लाग्यो ह। अहिले यसलाई चाहिँ रेडी गर्ने हो। टक्क हाम्रो मेटेरियल पनि आइसक्यो। यहाँनिर चाहिँ यो म्यागीको नुन छ। यो चाहिँ के हो भाइ? यो चाहिँ म्यागी मसला हो हैन। चट्ट बाहिर यो रेडी भइसक्यो। यहाँ अन्डा पनि रेडी भइसक्यो भाइ हैन। टक्क म्यागी पनि ओपन भइसकेको छ। यहाँनिर दुईटा म्यागी ओपन छ। दुईटा अरू आउँछ हैन। दुईटा अरू 4 वटा म्यागीको आज सकाप गर्ने हो। ल अब टक्क हाम्रो चाहिँ अब प्याज ग्रेडिङ हुन्छ हैन। अन्डा अलरेडी फ्राई भइसकेको छ। अब प्याज त्यसपछि मिर्च गरेर फ्राई हुन्छ है। अब ओइल पनि थपिसक्यो हामीले यहाँ। खुर्सानी सुरुमा चाहिँ खुर्सानी गलाम हैन न त पिरो बढी हुन्छ। अनि त्यसपछि खुर्सानीसँग प्याज गलाउने हो हैन। ग्रेडिङ गर्ने हो। ए नभए हातले भइहाल्छ काम सबै। अनि पिरो बढी हुन्छ त्यही भएर पिरो मार्नुपर्छ यसलाई। सब्स्क्राइब गाइस। अब चाहिँ हाम्रो प्याजको पालो है। प्याज हाल भाइ अब टक्क पारेर। अब यहाँ खुर्सानी ग्रेडिङ भइसकेको छ हरियो खुर्सानी हैन। अब चट्ट पारेर प्याज जाने हो। अब प्याज चाहिँ टन्न छ है। प्याज चाहिँ दबाएर खाइन्छ जे होस्। हेर न प्याज यति प्याजमा चाहिँ हाम्रो 5 केजीको मटन बन्छ क्या। यति प्याजमा चाहिँ भारी मिस्टेक भयो यार साथीहरू। मैले 5 वटा अन्डा चाहिँ पहिला फ्राई गरेर राखेको थिएँ। 6 वटा रहेछ हैन। अहिले एउटा चाहिँ खल्तीमा भेट्यो क्या भाइ। हेर न खल्तीमा 6 वटा रहेछ। अब पछि गर्नु पर्ला यसलाई हैन। ल चाहिँ पहिला चाहिँ नमक हालौँ हैन। नुन हालेर चाहिँ गलाम हैन। के छैन भाइ त्यहाँ? टक्क 1 चम्चा भयो। 2 चम्चा हालौँ हैन। 2 चम्चा भइहाल्यो। 3 चम्चा भयो। अनि चाहिँ यति हालौँ। फेरि पछि कम पऱ्यो भने चाहिँ पछि हाल्नु पर्ला हैन। ल अब हामी सुरुमा चाहिँ यो म्यागी मसला हालौँ हैन। यो म्यागी मसला छ। म्यागी मसला हालिदिउँ हैन। त्यसपछि यो म्यागीमा पाइन्छ हैन। म्यागी नमक हैन। म्यागीको नुन हो यो चाहिँ हैन। 4 वटा छन् हैन। 3टा। अनि यो चाहिँ लास्ट हो है। यो लास्ट भयो। यो चाहिँ पाउडर खुर्सानी हो है। पाउडर खुर्सानी। अनि त्यसपछि यो चाहिँ के हो यार? यो छैन काम नुन हुँदैन भने खराब। हामी पेस्ट हाल्न त बिर्सिरहेको छु त यार। पेस्ट भनेको चाहिँ टेस्टीको हैन। टेस्ट भनेको नि यो पेस्टले गर्दा हुन्छ क्या। हालौँ पेस्ट पनि। चट्ट अब कलर फेरि चेस्ने हैन मजाको। हाम्रो फेरि प्लस मेटेरियल चाहिँ यति आयो है। अझ धनिया मसला सबै मसला आइसकेको छ हैन। टक्क यसरी अब चाहिँ पुरा भइसक्यो है। कम्प्लिट भइसक्यो क्या मसला। हाम्रो यो मेटेरियलमा चाहिँ टक्क कलर आइसकेको छ हैन। हाम्रो अहिले चाहिँ यो अन्डा र ग्रेभी चाहिँ हाम्रो यो प्याजको चाहिँ ग्रेडिङ गरेको जुन थियो त्यो र अन्डा चाहिँ मिक्स गरेको छ हामीले हैन। अब चाहिँ लास्टमा चाहिँ हाम्रो म्यागीको पालो छ। पहिला अलि यसलाई पाक्न दिउँ हैन। ल है फाइनली हामीले चाहिँ म्यागी हालिसकेको छ। टन्न फुल आछ हैन। अब यसमा पानी कसरी हाल्ने हो हैन। हाम्रो चाहिँ म्यागी बनेर रेडी भइसक्यो। एउटा यसमा खान्छ 2टा 3टा 4 जना छौँ हामी हैन। टक्क 4 जनालाई टक्क पारेर खाने हो हैन। सब्स्क्राइब। प्लेट छ भने लिएर हैन। चाहिँ खाने हो टक्क पारेर ग्याङ आइसक्यो हैन। टक्क लगेर रोटी सोटी केही छ हैन। रोटी छ भने रोटीसँग खाऊँ हैन। 2टा रोटी छ। म चाहिँ रोटी खान्छु। केटाहरू चाहिँ भात खान्छन् हैन। यहाँ भात हाल्दैछन्।
जुठो थलो होइन मैले क्लिन गरेर लिएर राखेको यार भाइ कस्तो जुठो खुवाउँछु यार तँलाई ल फाइनली हाम्रो खानापिना भइसक्यो टाइड होइन हामीले चाहिँ खाइसक्यो आजको भिडियोमा चाहिँ यति छ यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनुहोस् र यो भिडियो चाहिँ फेसबुकमा हेर्दै हुनुहुन्छ भने फेसबुकमा चाहिँ फलो गरिदिनुहोस् र यति छ आजको भिडियोमा ल त बाई